अचानक अम्बको रुखबाट सुन्तला झर्लान्। अन्धकारमा रहने मानिसहरूले प्रश्न गर्लान्, ख्रिस्टलाई किन पठाएको? उनको महिमा गर्न सृजिएका हौँ भने मानिसको आयु किन घटाएको? ख्रिस्टको बलिदानले मुक्ति पाएका हौँ भने त्यो रोग बिमारले किन सताएको? मानिस गहिरोमा जानै मान्दैन। हिरा मोती चाहिँ चाहिन्छ। उधार पाएर सुधार नहुनेहरूले क्रिसमस मान्नु चाहिँ पाइन्छ। ख्रिस्टले चाहे जस्तो चूर्ण र नम्र हृदय छ कि छैन? नियम पालनको लागि भेटी चाहिँ उठाइन्छ। ख्रिस्टले चाहेको दाग नलागेको बिउ, यदि त्यस्ता बिउ छैन भने भौतिकको लागि खेताला जुटाइन्छ। पवित्र शास्त्रले भने जस्तो बिउ पाएन भने ख्रिस्टकै झन्डाले धेरै प्रतिज्ञा उठाइन्छ। यदि ख्रिस्टको वचन बिउ हो भने मानिसको हृदय माटो। यदि ख्रिस्टको वचनले उन्नति गर्दैन भने स्वर्गीय राज्यलाई बाधा पुर्याउने गाँठो। डिसेम्बर महिना लाग्दा पनि हल्का जाडो हुने यो वरदानमा जुन, जुलाई, अगस्त महिना कम्ती गरम हुँदैन। हामीले नै प्रचार गरेको मान्छेले हामीलाई नरकमा भेटायो भने कम्ती शरम हुँदैन। कुनै पनि अहङ्कार मानिसलाई तपाईँको आयु आजसम्म मात्र भन्नुभयो भने अहङ्कार मानिसलाई कम्ती नरम हुँदैन। पवित्र शास्त्रले बताए चाहिँ परम प्रभुको लागि एक दिन 1000 वर्ष, 1000 वर्ष एक दिन भने हाम्रो जीवनको केही भरोसा छैन। परम प्रभुले यस्तो भन्नु हुँदैछ भन्ने हामीसँग एलिया र मूसा पनि छैन। त्यसैले परम प्रभुसँग टाँसेर बसौँ, सेवा सङ्गतिमा सधैँ गाँसेर बसौँ। पावल प्रेरितले भने जस्तै सधैँ आनन्द गर,